एनपिएल हामी जसलाई नेपाल प्रिमियर लिगको रूपमा चिन्ने गर्दछौँ, यो नेपालको एउटा फ्रेन्चाइज टी20 टुर्नामेन्ट हो, जो चाहिँ क्यानले चाहिँ अर्गनाइज गर्ने गर्दछ। नेपाल प्रिमियर लिगको सुरुवात चाहिँ नेपालमा 2081 साल मक्सिर 15 गते चाहिँ भएको थियो र पहिलो सिजनको कुरा गर्ने हुँदाखेरि जनकपुर बोर्डले चाहिँ जितेको थियो। आजको हाम्रो भिडियो चाहिँ हुनेछ एनपिएलले आखिर कसरी पैसा कमाउने गर्दछ। फर्स्ट माध्यम रहेको छ टिकट सेलिङ। टिकट सेलिङमा पनि 3 प्रकारमा विभाजित गरेको छ एनपिएलले, जसमा चाहिँ एउटा भिआइपी, एउटा जेनरल र स्टुडेन्ट टिकट रहेको छ। क्याटेगोरी अनुसार चाहिँ टिकटको मूल्य पनि फरक हुने गर्दछ। फर्स्ट सिजनमा टिकटबाट मात्रै एनपिएलले करिब 4 करोडको हाराहारीमा पैसा कमाउन सफल भएको थियो। अर्को माध्यम रहेको छ ब्रोडकास्टिङ राइट। ब्रोडकास्टिङ राइटमा चाहिँ एनपिएलले चाहिँ खेलहरूलाई चाहिँ टिभी, युट्युब र डिजिटल प्लेटफर्ममा चाहिँ प्रसारण गरे बापत चाहिँ लिने चाहिँ पैसा हो। कान्तिपुर म्याक्सले चाहिँ पहिलो सिजनमा चाहिँ 3 करोड पैसा चाहिँ दिएको थियो र डिसम गोले चाहिँ 5 करोड 30 लाख चाहिँ पैसा दिएको थियो र सेकेन्ड सिजनको कुरा गर्ने हो भन्दाखेरि करिब 6 करोड 30 लाख कमाउने उनीहरूले अनुमानित गरेका थिए। र थर्ड माध्यम रहेको छ स्पोन्सरसिप। स्पोन्सरसिप भनेको चाहिँ अब कुनै पनि प्रोडक्टहरूको चाहिँ प्रचार गरे बापत एनपिएलले पैसा लिने गर्दछ। स्पोन्सरसिपको कुरा गर्ने भनेपछि एनपिएलले सिद्धार्थ ब्याङ्कसँग 5 वर्षको डिल चाहिँ गरेका छन्, जसमा प्रति वर्ष 4 करोडका दरले चाहिँ 20 करोड रुपियाँ चाहिँ दिने उनीहरूले डिल गरेका छन्। यसका सिद्धार्थ ब्याङ्क बाहेक अरू पनि पार्टनरसिप डिल गरेका पार्टनरहरू रहेका छन्, जसमा पहिलो भनेको एनसेल रहेको छ, सेकेन्ड भनेको स्टार स्पोर्ट नेटवर्क र थर्ड भनेको डिसम होम्स एक्सन स्पोर्ट च्यानल रहेका छन्। यसको चौथो माध्यम भनेको फ्रेन्चाइज फी रहेको छ। फ्रेन्चाइज फी भनेको चाहिँ टिमहरूले प्रत्येक 8 टिमहरूले चाहिँ यो एनपिएलमा भाग लिनका लागि एउटा शुल्क दिनुपर्ने हुन्छ, त्यसलाई चाहिँ फ्रेन्चाइज फी भन्ने गर्दछौँ, जसमा हरेक टिमले क्यानलाई चाहिँ 1 करोड 11 लाखदेखि 3 करोड 57 लाख चाहिँ यो खेल खेल्नका लागि पैसा बुझाउनु पर्छ। अर्को माध्यम रहेको छ एडभर्टाइजिङ रेभेन्यू। अब एडभर्टाइजिङ रेभेन्यू भनेको चाहिँ ग्राउन्डमा रहेको चाहिँ जर्सी, एलइडी बोर्ड, बााउन्ड्री रोपहरू जस्तै इन्टरभ्यूको ब्याकड्रपमा हुने चाहिँ विज्ञापन राखिन्छ नि, त्यो विज्ञापन राखे बापत पनि पैसा एनपिएलले चाहिँ चार्ज गर्ने गर्दछ। को माध्यम रहेको छ मर्चेन्डाइज सेल। अर्को सेलमा चाहिँ एनपिएलले आफ्नो टिमको लोगो भएको सामग्रीहरू बिक्री गरे बापत चाहिँ पैसा कमाउने गर्दछ, जस्तै कि जर्सी, क्याप, झोला, टी सर्टहरू चाहिँ धेरै बिक्रीमा हुने गर्दछ। र आजको भिडियो यति नै। हजुरसँग हामी अर्को भिडियोमा छिट्टै नै भेट गर्नेछु। आजको लागि बिदा माग्न चाहन्छु। धन्यवाद।